त्यस्तो खुन कम्ती हुनेले खानु हुँदैन अरे हैन हालेको अचार बनाउनु खानु भनेको पहिले फेरि है जुन जुन मनपर्छ त्यही त्यही कुरामा चाहिँ बारमा पर्ने मैले भोजन बनाएर राखिरहेको छु अस्ति सस्तो भएकोलाई ल्याएको के करेला हो त्यसको अचार बनाएको राँधेर खानु नि तपाईँको त्यो अचार त्यो यसरी परात हल्का बनाएर Now, let's check the plate where it's for the last time. त्यसरी नै त्यो बोइल गर्नु त्यो हामीले उठिरहेको छ एकछिन बोइल गरेर त्यो करेला पाकिन्जेलसम्म बोइल गऱ्यो त्यसमा तिल सिल अनि त्यो उयोहरू हालेर काका पिसाएको चाहिँ हालेर मोलेर खाएर हुन्छ कि अलिअलि आलु हालेर बाँकी मोलेर गर्नु हो त्यो मर मसलाहरू पर्दैन त्यस्तो खालि यो त्यो काँक्राको अचार खाए जस्तै हो क्या मैले माछा खाएको रोस्ट गरेर होइन स्टिम गरेर त्यसलाई नै बल्दिन्छ कि खानु हुँदैन रहेछ त्यो मलाई एउटा त्यो बेनिसको छानाले भनेको हाम्रो आमा दाजु तपाईँको यहाँ अहिले हाम्रो एउटा केयरहरूको बुढी छ क्या चाखमा यति लामो निस्किन्छ अनि खान्थ्यो अहिले त डल्लै निस्किरहेको छ खानु हुँदैन भनेर डक्टरले खाना लगाएको छैन कि निस्किन छोडिदिएर कुनै कुन भएर म त अस्ति त बुढीमा त्यो धुँदा त त्यो खुन देख्न नसकेर म त चिट पसिना आएर म त टाउको यस्तो यस्तो हानेको भाइ छ बेडैभरि भैँभरि बुढी माउले टोइलेटैभरि म झन्डै मरेर बनाएर यस्तो डरलाग्दो हुँदो रहेछ म त कहिले पनि देखेको छैन होइन हो अरे हाम्रो भाइले पनि मैले त अरू पनि What a pity. It's not Alex.